मार्केट कस्तो छ त नि, मलाई त्यो कुरा बुझ्नु पर्यो। सो त्यसको लागि मेरो टिम त तयार छ, टिम तयार छ। अब मैले प्रम्प्ट एउटा दिन्छु। सो मार्केटिङ रिसर्च प्रम्प्ट भनेर मैले 10 पेजको प्रम्प्ट बनाएको छु। यो एन्टायर प्रम्प्टलाई म कपी गर्छु, यतापट्टि क्लाउडमा गएर अब मैले यो प्रम्प्ट हालिदिन्छु। यसलाई ओपन गरौँ, यो मेरो प्रम्प्ट भयो है। यो मार्केट रिसर्च प्रम्प्ट भनेर पनि टेक्स्ट आएछ, यसलाई चाहिँ म छिटो हटाइदिन्छु। यो यति प्रम्प्ट, एकछिन यसलाई कन्ट्रोल अल गरौँ। ल यो इन्टायर प्रम्प्टलाई कपी गरौँ, यतापट्टि गएर अब यसलाई यसरी पेस्ट गरिदिउँ एन्ड पेस्ट, द्याट्स इट। अब यो प्रम्प्ट भनेको एकदमै बिग प्रम्प्ट हो, तपाईँको यो सानोतिनो प्रम्प्ट होइन। सो यसले मजाले यो सबै प्रम्प्टलाई मजाले हेर्छ, बुझ्छ र मलाई यसले क्वेसन सोध्ने भयो होइन। सो यो मार्केटिङ टिम इज रेडी, आई हेभ रिभ्युड द प्रोजेक्ट नलेज, बिफोर आई बिल्ड एनिथिङ फर यु लेट मी अन्डरस्ट्यान्ड वाट यु आर वर्किङ अन राइट नाउ। सो मलाई चाहिँ म चाहिँ केमा वर्क गरिरहेको छु त भनेर चाहिँ मलाई सोधिरहेको छ होइन। सो मलाई चाहिएको छ मार्केट रिसर्च। सो म सिम्पली मार्केट रिसर्च भनेर यो एउटा हालिदिन्छु। यो प्रम्प्ट हालिसकेपछि चाहिँ मेरो माथिको प्रम्प्टलाई लिएर चाहिँ उसले अब मेरो बिजनेसको लागि प्रपर मार्केटिङ एउटा रिसर्च गर्न स्टार्ट गर्छ। तर मार्केटिङ रिसर्च गर्नुभन्दा अगाडि यो टिमले बुझ्नुपर्छ कि मेरो प्रोडक्ट के हो, सर्भिस के हो, मेरो यो फिजिकल प्रोडक्ट हो कि डिजिटल प्रोडक्ट हो कि सर्भिस हो कि के हो होइन। हु डु यु करेन्टली थिङ्क विल बाई, मेरो यो एप कसले पर्चेस गर्ला, कुन कन्ट्रीमा म टार्गेट गरिरहेको छु, पेन पोइन्ट के हो, रिजल्ट के हो, यो सबै क्वेसन्सहरू मैले दिनुपर्ने हुन्छ। तर म त परे अल्छी मान्छे होइन। सो म के गर्छु, मलाई यत्रो लामो मलाई लेख्नु छैन। सो म जान्छु च्याट जिपिटीमा। च्याट जिपिटीमा गएर मैले एन्सर पनि जेनेरेट गर्ने एउटा प्रम्प्ट बनाएको छु क्या। सो यो हो एन्सर जेनेरेसन प्रम्प्ट। सो यसमा मैले के भनेको छु, आई एम प्रमोटिङ अ म्यारिज अर म्याट्रिमोनी एप इन नेपाल कल्ड मिलन नेपाल। सो मिलन भनेको चाहिँ मिलन नेपाल भनेर चाहिँ मैले एउटा नाम दिएँ, एउटा ऱ्यान्डम नाम हो। And my goal is to generate 1 lakh users within 60 days. So please answer the following questions for me in a practical and realistic way based on the Nepalese market. So म सिम्पली यसलाई कपी गर्छु, यतापट्टि गएर यसलाई पेस्ट गरिदिन्छु। अनि तलपट्टि मलाई क्लडले सोधेको सबै क्वेसन्सहरू म यहाँ हालिदिन्छु, किनकि आई थिङ्क मैले भन्दा पनि बेटर अब च्याट जिपिटीले नै एन्सर दिन सक्छ। सो म यसलाई सेन्ड गरिदिन्छु। अब यो क्वेसनको एन्सर च्याट जिपिटीले एउटा रियल ह्युमन भन्दा पनि लाइक 10-20 टाइम्स बेटर वेमा लेखेर दिने भयो। सो एन्सर हेर्नुहोस्, वाट प्रोडक्ट सर्भिस, मिलन नेपाल इज अ म्यारिज म्याट्रोनोमी एप होइन। अनि वाट टाइप अफ प्रोडक्ट इट इज अ डिजिटल प्रोडक्ट, मोबाइल एप सफ्टवेयर प्लेटफर्म। सो अब यो सबै त म पढ्दिनँ, सबै एन्सर लगेर अब म हालिदिन्छु। सो एन्सर अझै पनि लेख्दैछ, सो एन्सर हालिदिन्छु प्र्याक्टिकल ओके। सो यति, ल यति मेरो एन्सर हो। किनकि अब च्याट जिपिटीले आफैले नै मार्केटिङ स्ट्राटेजी बनाइरहेको छ, तर च्याट जिपिटीलाई मैले त्यो स्किल्सहरू दिएको छुइनँ, यो मेरो मार्केटिङ टिम होइन। सो मैले च्याट जिपिटीलाई जस्ट यो एन्सर्सहरू गर्नको लागि मात्र मैले युज गरेँ है। सो कतिवटा एन्सर छ, सबै एन्सरलाई एकचोटि लिउँ। ल ओके, यहाँसम्म क्वेसनको एन्सर छ। यतापट्टि गएर म अब क्लडलाई यो दिन्छु एन्ड इन्टर। अब क्लडले के गर्छ, क्लडले चाहिँ त्यो स्किलवाला फाइल छ नि, हेर्नु स्किलमा गएर कुन कुन स्किलहरू युज गर्ने भनेर उसले चुज गरिसके। तपाईँहरूलाई मैले देखाउन पाएन, एकदमै फास्ट थियो। स्किलमा गएर कुन कुन स्किल चुज गर्ने भनेर चुज गर्यो र यो एन्सर दियो। हेर्नुहोस्, मिलन नेपाल फुल मार्केट रिसर्च रिपोर्ट। यो मार्केट रिसर्च गर्नलाई कुनै पनि मार्केट रिसर्च एनालिस्टलाई नि कम्तीमा पनि 5 to 6 डेज 5 to 6 डेज लाग्छ क्या। डिटेल मार्केटिङ गर्नको लागि 5 to 6 डेज मिनिमम पनि लाग्छ कुनै पनि मार्केट रिसर्च एनालिस्टलाई। तर हेर्नुहोस्, विदिन फ्यु मिनट्स मिलन नेपाल भनेर हाम्रो ब्रान्ड भयो, कम्पनीको नाम, फुल मार्केट रिसर्च, प्रोडक्ट अन्डरस्ट्यान्डिङ, what it is. Milan Nepal is a serious matrimony and matchmaking app built specially for Nepali singles and their families. Okay, यसको डिटेलमा जाँदिनँ म। मार्केट ओभरभ्यू, करेन्ट सिचुएसन, द नेपाली matrimony market is active but poorly served. Most people still rely on relatives. So धेरैजना मान्छेहरू बिहे गर्नको लागि रिलेटिभ्स वा के भन्छ त्यो लमी खोजेर बिहे गरिरहेको हुन्छ। सो मार्केटको ओभरभ्यू, करेन्ट सिचुएसन यो छ। यो मार्केट किन ग्रो हुन्छ भनेर पनि डिटेल दिएको छ यहाँ। नट ओन्ली द्याट, टार्गेट कस्टमर प्रोफाइल को हो त नि होइन।
एज के हो, जेन्डर के हो, लोकेसन के हो, इन्कम के हो, प्रोफेसन के हो, एजुकेसन ब्याकग्राउन्ड के हो, लाइफस्टाइल के हो, मेरो टार्गेट कस्टमरको। सो इन्टायर डिटेल्स छ। मेरो टार्गेट कस्टमरको पेन पोइन्ट के हो, सर्फेस लेभल प्रब्लम भनेको चाहिँ आई डोन्ट नो हाउ टु फाइन्ड ए गुड म्याच। म राम्रो पार्टनर कसरी खोज्ने मलाई थाहा नै भएन। माई रिलेटिभ्स आर नट हेल्पफुल। मैले रिलेटिभ्स त भनेको चाहिँ छु, तर उहाँहरू खासै हेल्पफुल हुनुहुन्न। इमोसनल प्रब्लम, प्र्याक्टिकल प्रब्लम है, हिडन प्रब्लम पनि भनेको छ कि आई एम सिक्रेटली वरिड आई विल एन्ड अप अलोन। सो यो प्रब्लम नि मान्छेले खासै कसैलाई पनि सेयर गरेर आएको हुन्न। उसले पार्टनर नै पाएन भने म त एक्लै नै हुन्छु कि क्या हो भनेर डर छ भनेर मान्छेहरूले खासै खुलेर भन्न आएको हुँदैन। सो हिडन प्रब्लम के छ भनेर पनि भन्न छ। कस्टमरको डिजायर्स के छ, बाइङ ट्रिगर्स, मान्छेहरूले यो एपलाई किन पर्चेज गर्ला त नि, यो एपको सब्सक्रिप्सन किन किन्ला त नि, कस्टमरको अब्जेक्सन्सहरू के होला त नि, के यो सेफ छ, फ्यामिलीले थाहा पायो भने यो डेटिङ एप जस्तो हो कि यहाँ राम्रो म्याच पाइन्छ, पैसा तिर्नुपर्छ, म आफैले गर्छु रिलेटिभ्सको थ्रु। सो यो भनेको अब्जेक्सन्सहरू हो। त्यसलाई कसरी ह्यान्डल गर्नेदेखि लिएर एक्जाम्पलको लाइन के भन्ने त, कसैले यो के यो एप सेफ छ त भनेर सोधिहाल्यो भने हरेक प्रोफाइल म्यानुअली भेरिफाइड छ मिलन नेपालमा। यानि कि फेक प्रोफाइलले आएर त्यहाँ गएर प्रोफाइल बनाउन पाउँदैन। मिलन नेपालले हरेक प्रोफाइललाई म्यानुअली नै भेरिफाई गर्छ भनेर यो लाइन भन्नुहोस् भनेर पनि भनेको छ क्या। कस्टमरको एनालाइसिस। सो नेपालमा को छ त नि मेरो कम्पिटिटर, नेपाली विवाह भनेर छ रहेछ, बिहे नेपाल छ रहेछ, बिहे रहेछ, जीवनसङ्गी छ रहेछ, अब आउँछ मिलन नेपाल। सो इनडाइरेक्ट कम्पिटिसन को छ त नि, टिन्डर भयो, बम्बल भयो, बाडु भयो, यिनीहरू मेरो इनडाइरेक्ट कम्पिटिसन हो होइन। मेरो र उनीहरूको खासै कम्पिटिसन छैन, तर इनडाइरेक्ट कम्पिटिसनमा यो पनि आउने भयो। मार्केटको ग्याप के छ त नि, मलाई हेर्नुहोस्, जेनेरिक एन्सर दिइरहेको छैन, डिटेल एन्सर। मार्केट ग्याप के छ, पोजिसनिङ स्ट्राटेजी के हुनुपर्छ, मेरो युनिक सेलिङ पोइन्ट युएसपी के हुनुपर्छ त नि, डिटेल छ क्या। म सबैमा जाँदिनँ अहिले किनकि यो एकदमै डिटेल छ। दिस इज द मार्केट रिसर्च। यो काम गर्नको लागि कुनै पनि मार्केट रिसर्च एनालिस्टलाई मैले अघि भनेको जसरी नै 5-6 डेज लाग्छ क्या, तर हेर्नुहोस् फ्यु मिनट्समै भयो। डु यु थिङ्क दिस इज अमेजिङ? वाट डु गाइज थिङ्क? टाइप इट इन द च्याट बक्स। र यदि यो पनि क्लियर हुनुभयो, स्टेप 2 क्लियर हुनुभयो, मार्केट रिसर्च हामीले कसरी गर्ने क्लियर हुनुभयो भने टाइप 2 इन द च्याट बक्स। ओके, मार्केट रिसर्च भयो। ओके, अबको सेकेन्ड स्टेप भनेको के हुन्छ त, सरी थर्ड स्टेप भनेको